नमस्ते साथीहरू। अनि म चाहिँ उठिसकेँ होइन। अनि आज चाहिँ म तपाईँहरूलाई देखाउँछु गाउँको लाइफ कस्तो हुन्छ होइन। अनि मैले चाहिँ भाँडासारा बोकेँ होइन। अनि त्यसपछि अब कुखुराहरूलाई दाना होइन फर्स्टमा। अनि त्यसपछि चाहिँ गएर अनि गाई अरे बाख्राहरूलाई चट्ट लगाएर घाँस हाल्नुपर्ने हुन्छ। घाँस खानु काट्नु जानुपर्ने नि हुन्छ होइन। अनि म चाहिँ अब फर्स्टमा चाहिँ दाना दिनु गइरहेको छु कुखुरालाई। अनि है त मैले चाहिँ हातमा दाना बोकिसकेको छ होइन। चट्ट लगाएर अब चाहिँ यिनीहरूलाई चाहिँ दाना हाल्नुपर्ने अवस्था हुन्छ। अनि मैले तपाईँहरूले हिजो देखाएको थिएँ होइन मेरो कुखुराहरू कतिवटा छ भनेर चाहिँ होइन। आज म तपाईँहरूलाई मेरो कुखुराहरू पनि देखाउने छु। यहाँ हो, यो चाहिँ डल्लोको सन्तान। चट्ट लगाएर हेर्दै रहेछ डल्लोहरू। आइज है यता। यिनीहरूको सन्तान हो यो चाहिँ, सानोको होइन। अनि मैले चाहिँ दाना हाल्नुपर्ने हुन्छ। लखा त अनि यो हालिहाल्यो। यो चाहिँ सहरको दाना होइन। अनि यो चाहिँ गाउँको दाना। गाउँको दाना मतलब मकै त मकै, गाउँमै फलेको मकै हो भन्नु खोजेको मैले चाहिँ। अरे ल पानी छैन कि, पानी पनि सकिएको रहेछ होइन। पानी पनि सकिएको रहेछ। अब पानी नि भर्नुपर्ने हुन्छ हामीले चाहिँ। अनि त्यो ननिस्के। अनि यहाँ हिजो भात दिएको रहेछ मम्मीले, थाल चाहिँ टिपेन छु क्या। अनि फर्स्टमा चाहिँ यो चाहिँ बन्द गरौँ है हामी। नत्र फेरि कहाँ जान्छ यिनीहरू अहिले फेरि। त्यसपछि लाएर चाहिँ चट्ट लाएर चाहिँ अब यो भर्नुपर्ने हुन्छ हामीले। अनि यो चाहिँ म अब कसरी भर्नु पर्यो भन्दाखेरि चाहिँ अब यसमा अलिअलि सफा गरौँ होइन। यो अलिअलि सफा गर्छु म चाहिँ। अनि त्यसपछि चाहिँ गएर भर्नु पर्ला नि। अनि यो चाहिँ मैले खोलिसकेँ होइन। अब चट्टा ल्याएर अनि अब यो चाहिँ अलिअलि पखालौँ फर्स्टमा। त्यसपछि यसमा चट्टा ल्याएर यो पनि अलिकति पखालौँ। अब यो चाहिँ भरिसकेको छ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले, देख्नु सक्नुहुन्छ। अनि यसलाई चाहिँ यस्तो गरेर ड्याममै थुनिसकेपछि चाहिँ अब यो चाहिँ भयो है पानी दिने। यो चाहिँ भइसक्यो पानी दिने होइन। अनि यसलाई चाहिँ म अब खोरभित्र हालिदिन्छु चट्ट लगाएर। ल तिमीहरूको पानी रेडी छ, पानी सानी पि। अहिले लास्टै जाडो छ। मौसमको बारेमा भन्नुपर्दाखेरि चाहिँ हल्का जाडो नै छैन अहिले चाहिँ। अनि यो चाहिँ मैले लगाइदिएँ होइन। यहाँदेखि चाहिँ निस्किँदैन फेरि, निस्किन्छ। अनि त्यसैले चाहिँ यो चाहिँ लाउनु पर्ने हुन्छ जसरी भयो नि। अनि तलपट्टिहरू पनि छ कुखुरा त होइन, तलपट्टि पनि छ कुखुरा। अब एकैछिन रोक्नु है। यहाँ मकै खसिएछ क्या। अनि यो चाहिँ टिप्नु पऱ्यो भनेर चाहिँ मैले टिपिरहेको छु क्या। देख्नु सक्नुहुन्छ तपाईँहरूले। यो त हिजो देखिसक्यो होला। ओइ हिजो यहाँ यो नि लगाएर रहेछ कि, चाबी लगाएर रहेछ। आज मैले चाहिँ दाना हालिदिएँ यतापट्टि चाहिँ होइन। अनि यहाँ पनि बन्द रहेछ माथि पनि। यो चाहिँ मैले खोलेँ है। अनि त्यसपछि यो चाहिँ खुल्लै होस्, किनभने अब यतातिर ओहोरदोहोर गर्नु सजिलो हुन्छ कि त।
त्यसैले यहाँ अलि फोहोर रहेछ त्यो चाहिँ हालिदिन्छु अगाडि। त्यसपछि गएर यो सहरको दाना चाहिँ अलिकति हालिदिन्छु होइन। अनि त्यसपछि मकै यो सबै यहाँ हालिदिन्छु। अनि त्यसपछि चाहिँ यो चाहिँ यहाँ हालिदिन्छु आधी सबै हालिदिन्छु। अनि त्यसपछि चाहिँ गएर अब मकै अलिकति ल्याएर मकै पनि दिन्छु होइन। अनि अहिले चाहिँ कोदो चाहिँ मम्मीहरूले छाङ बनाउने भने रक्सी पार्छ कि कोदोको। अनि त्यसैले कोदो अहिले नचला जस्तो कुरा गरिरहेको थियो। अनि त्यति मैले नचलाएको होइन। अनि अलिकति मकै लिन जानुपर्ने भयो होइन। अलिकति पुगेन अनि मकै लिन जानुपर्ने भयो। आफू चाहिँ मकै चाहिँ लिएर आइसकेको छ हामीले चाहिँ यति ल्याएको छ मकै होइन। गाउँको नजारा चाहिँ यस्तो छ बिहानको होइन। भ्यू चाहिँ चट्ट लगाएर यस्तो प्रकारले छ होइन। देख्न सक्नुहुन्छ तपाईँहरू यस्तो मजाको छ क्या मौसम चाहिँ चिसो चिसो गरेको चट्ट लगाएर होइन। बबाल छ जोस गाउँमा बस्नु नि। यता चाहिँ हालिदिनु पर्ने हो खास गरी मैले भन्दाखेरि चाहिँ अब उताको हालिदिएँ मैले के गर्नु त अब। आइज अनि अन्डाहरू कति छ कि यहाँ दिउँसो अन्डा दुईवटा रहेछ। दुईवटा चाहिँ लिन्छु म। त्यसपछि एउटा चाहिँ राखिदिन्छु। अनि त्यहाँ चाहिँ कतिहरू छ कि त्यहाँ चाहिँ एउटा रहेछ। अनि ल आजको 60 रुपियाँ चाहिँ हो। एउटाको 30 रुपियाँ हो अनि दुईवटाको 60 रुपियाँ हो क्या। 60 रुपियाँ ल। अनि हिजै मम्मीले 3टा टिप्यो भनिरहेको थियो। अनि खै के गरे कि मम्मीले नि अलिअलि टिप्छ पैसा अरे अन्डाहरू उठाउँछ क्या त्यहाँबाट। अनि मम्मीले उठायो अरे हिजो अनि भन्दै थियो। अनि लोकल अन्डाको चाहिँ 30 रुपियाँ हो एउटाको चाहिँ। दुईवटाको 60। अनि त्यस्तै 1 क्रेट बेच्न सक्यो भने 900 रुपियाँ त आरामले आउँछ क्या। त्यसैले गर्दाखेरि मैले चाहिँ लोकल कुखुराको फर्म हालेको छ। अनि अब कुखुराको चाहिँ कस्तो पर्छ भनिसकेपछि लोकल कुखुराको पोथीको चाहिँ अब 1500 देखि 2000सम्म पनि पर्न सकिन्छ। अनि भालेको चाहिँ 3500 देखि 4000सम्म पनि पर्न सकिन्छ क्या। अब म्याक्सिमम् त मैले 3500मा मात्र बेचेको छ अहिलेसम्म त। अलि ज्याङ्गो हुनुपर्छ। तपाईँहरूले म कुखुरा देखाउँछु मेरो होइन कतिहरू छ कुखुरा भनेर चाहिँ। अनि तलपट्टि चाहिँ म तपाईँहरूलाई राम्रोसित देखाउँछु हेरे। हिजो देखेकै थिएन होला होइन। यो भयो यहाँ कतिहरू छ 4वटा अनि यहाँ 5वटा अनि त्यसपछि कतिहरू रहेछ त्यहाँ 6वटा 7वटा 8वटा भाले 2टा थियो। कुनामा 9वटा अनि पोथी कालो पोथी भित्रै बसिरहेको छ 10वटा होइन 10वटा। अनि त्यसपछि चाहिँ गएर यहाँ चाहिँ अब डल्लोको सन्तान छ 6वटा 7वटा भने चाहिँ 10मा 7 भने 17वटा। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ एउटा छ उतार बसिरहेको छ। यहाँ एउटा छ नि भित्र एउटा छ क्या। अनि यहाँ एउटा छ क्या यहाँ बसिरहेको छ उतार बसिरहेको छ। अनि यहाँ छाउ चाहिँ मम्मीले दिइसकेको रहेछ होइन चट्ट लगाएर। घाँस काटेर ल्याएर गयो ए म जानु पऱ्यो भने घाँस काट्छु। कहाँ उति तलमा गएर पयुङ झार्नु पऱ्यो। उति तलमा त्यो चाहिँ मेरो मम्मी। अब त्यो अर्को लुगा लगाएर जाने हो यहाँ छ त लुगा। म झारेर आउँछु अरे पयुङ झारेर आउँछु। म चाहिँ डोको ल्याएर होइन तलतिर घाँस काट्नु। अनि हल्का फुल्का गाउँको जीवन यस्तै हो जिन्दगी। अनि म तपाईँहरूलाई यही देखाउनु लाग्यो होइन। अनि के गर्छ कस्तो गर्छ गाउँको मान्छेहरू होइन। अनि गाउँको मान्छे चाहिँ यस्तै गर्छ जोस् बिहान उठ्यो चट्ट लगाएर अनि के छ कामसाम भ्यायो होइन। अनि त्यसपछि चाहिँ अब मेन चाहिँ अब घाँस हुन्छ क्या। अनि अब घाँस काटेन भने त नि बर्बाद हुन्छ नि त। अनि गाउँहरू चाहिँ फलिसक्यो जस्तो तले यो चाहिँ हाम्रो बारी होइन।
अनि तल हरियो हरियो भएको सबै हाम्रै हो। अनि यता कुचिन्छ कि भनेर हेर्नु पनि पर्छ फेरि यतातिर। हत्तेरिका माई लोड केसा है केसा नजर आए चाहिँ। अब चाहिँ यस्तो छ मर्निङको भ्यू चाहिँ होइन। त्यो तल्लोमा गएर काट्नुपर्ने माक्लोमा पो आएछ हामी त। हत्तेरिका घाटा लागेछ नि हौ। यस्तो छ होइन गाइजहरू चट्ट लगाएर गाउँको नजारा चाहिँ गुम्बा छ पछाडि होइन। म चाहिँ डोको बोकेर आइरहेको छु। अनि यहाँदेखि छ कि जाने बाटो चाहिँ यहाँदेखि रहेछ जाने बाटो होइन। आयो डोको बुन्ने निकालो चोयाले के काटिसक्यो क्या मान्छेहरूले। म चाहिँ रुखमा चढ्नुपर्ने हुन्छ होइन। चट्ट लगाएर यहाँ चाहिँ अलिअलि घाँस छ। अब यही त हो नि अब भएकै घाँस, अरू त छैन घाँसै अहिले। जाडो भन्दा नि माघ फागुनतिर घाँसै हुँदैन क्या वनमा। अनि आजभोलि काहीँ पनि घाँसै त्यति साह्रो हुँदैन क्या। अनि त्यही कारणले गर्दाखेरि चाहिँ यहाँ दुःख पायो क्या मैले। हत्तेरिका मैले चाहिँ सबै फ्यालिदिएँ तल होइन। अनि म चाहिँ अब यो रुखमा चढ्न लाग्यो किनभने घाँस सबै माथिबाट तल झर्छ क्या। अनि त्यसैले चाहिँ आया भाइ म चाहिँ रुखमा चढिसकेँ होइन। अब चाहिँ अब चट्ट लगाएर डोको बुन्ने यो क्यामेरासँग रुखमा चढ्नु त लास्टै गाह्रो नि। आयो मर्ला जस्तो छ त। आयो ल अब चाहिँ यताबाट चाहिँ काट्नुपर्ने हुन्छ हामीले चाहिँ। यो चाहिँ आएको होइन ल। हत्तेरिका सबै तल पनि बस्यो क्या लगा त। अनि यो चाहिँ काट्नुपर्ने हुन्छ। हत्तेरिका 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 डोको बुन्ने निकालो चोयाले। यस्तो गरेर काट्नुपर्छ गाइजहरू होइन। हत्तेरिका यस्तो यस्तो हत्तेरिका भन्दै काट्नुपर्छ क्या काट्दाखेरि नि। यस्तो छ त अब यहाँ देब्रेले काट्नुपर्ने हुन्छ होइन। यो चाहिँ हत्तेरिका हत्तेरिका देब्रे चाहिँ मेरो त्यति साह्रो चल्दैन। आमामा मर्ला जस्तो छ त। योभन्दा माथि चढ्नुपर्ने हुन्छ होइन। अब यहाँसम्म त काटिसकेको छ अनि योभन्दा माथि जानुपर्छ क्या। अब आयो हत्तेरिका
अब चाहिँ हामी चाहिँ त्योभन्दा माक्लोमा आइसक्यो होइन। यहाँ जनेको ठाउँै छैन। ल यो रुखमा चढ्ने बेला चाहिँ लास्टै झर लाग्यो भने पिर हुन्छ क्या, अरू त खासै केही पिर हुँदैन। डोको बुन्ने निकालो चोयाले, जानै खायो त्यो तिम्रो मायाले भन्दै यता चाहिँ अब काट्नुपर्ने हुन्छ है। कहाँ अड्क्यो? गोचो गोचो। आमामामा धेरै जस्तो घाँस चाहिँ काटिसकेको छ होइन। अब यतातिर अलिकति बाँकी छ, अलिकति झार्नु पऱ्यो भने हामी चाहिँ पल्लो ठाउँबाट जानुपर्ने हुन्छ होइन। फर्स्टमा चाहिँ झर्नु तलबाट के हुन्छ अब किलो टोके मक डोको बुन्ने निकालो चुयाले। कति डोको चाहिँ किन बुन्ने होला है निकालो चुयाले। डोको चाहिँ किन बुनेको होला है निकालो र चुयाले चाहिँ। यहाँ चाहिँ र आज मल बाङ्गो भएछ यार गाई छोरी यार, झन्डै खस्यो मले। हाय एकैछिन ल। उयो खास्यो झरे थुक्क। अब काटिस घाँस चाहिँ त खसीको तल। वाउ पछाडि हेर्नु नि त। ओहो वाट त नाइस भ्यू। यस्तो छ होइन गाउँतिरको भ्यू चाहिँ। चट्ट लाएर म चाहिँ रुखमा चढेर सेल्फी खानुला भनेर यहाँ सेल्फी हान्नु पर्ला जस्तो छ भनेको। अब हाँसी त तल झरिहाल्यो।
यहाँ राखेको थियो कि यहाँ राखेको थियो तल झरी त गयो आयो अब तल झर्नुपर्ने हुन्छ ठ्याक्कै घाँस त काटिसकेको छ मर्छ है त्यो मलाई त मर्नु मन छैन अहिले ल घाँस काट्नु मात्र आएको म त मर्नु आएको होइन आयो भन्दै अब लडिहाल्यो नि त लडिहाल्यो भने त के गर्नु छ र अब होइन अब चाहिँ तल झरेको म चाहिँ होइन अब चट्टो लगाएर यस्तो तालले त झऱ्यो भने त मर्छ नि अब झर्नु तरिका भन्दैछ र म्याक्री मल गयो झन्डै झन्डै खस्यो मोबाइल तल चाहिँ यस्तो छ होइन यहाँदेखि झऱ्यो भने त मऱ्यो मान्छे मैले घाँस झराउनु पनि हुन्छ हाँसेर तल गइहाल्यो अब के अरे झराउनु त खुट्टाले त झराउनु पर्छ त होइन अब अलिअलि घाँस रहेछ ल सबै झरिहाल्यो अब चाहिँ मेरो पालो काम झर्ने चाहिँ डोको बुन्ने निकालो चोयाले जनै खायो त्यो तिम्रो मायाले ल घाँस चाहिँ सबै झारिसकेको छ होइन सबै झारे मतलब हाँस चाहिँ खसेर झार्नै पाएन नि राम्रोसितले ल हामी चाहिँ आइसकेको छ यता अब चाहिँ हाम्फाल्नु पर्ने हुन्छ अरे घाँस चाहिँ यति झारिसकेको छ झार्नु त अब यहाँ मिलाएर हाल्नुपर्ने हुन्छ फेरि होइन अब यस्तो गरेर फर्स्टमा यसलाई दोबारेर दिउँ होइन यसमा चाहिँ यो घाँसमा चाहिँ लास्ट टाइम मह हुन्छ क्या गाउँ सबै मारिहाल्यो घाँसले आयो है हाँसे नि कहाँ झऱ्यो कि तगोतिर लाग्यो भने त बर्बाद हुन्छ नि फेरि हाँसे माथि रहेछ ऊ त्यो ऊ माथि देख्यो अते झरेर त बिच बाटोमा मात्र झरेछ नि कहाँ पुग्नु अनि मैले चाहिँ घाँस टिप्दैछु होइन अब चाहिँ यस्तो गरेर हालेँ मैले चाहिँ यस्तो गरेर डोको बुन्ने निकालो चोयाले जानै खायो त्यो तिम्रो मायाले के हो सोर्दा खतम निक्लिन्छ त यहाँको गाउँ पुरा मार्ने भयो मैले आज मात्रै होइन अब कतिचोटि आउनुपर्ने हुन्छ अझै यता मारेँ मैले गाउँ सबै चाहिँ अब यति चाहिँ डोको बुन्ने निकालो चोयाले है त गाइज घाँस त सबै तल झरेछ तल्लो पाटामा पनि पुग्नुपर्छ जस्तो छ है घाँस त तल पनि झरेछ नि
तल्लोपट्टिबाट आउने ठाउँ त पर पो रहेछ। ए चप्पल नि किन खुस्किँदैछ? म त आयो हे। यहाँ आधी रहेछ, अहिले फेरि तल हाम्फाल्नु पर्ने है क्या? हाम्फाल्नु यतितिर नै अलिअलि रहेछ, के गर्ने? छोड्दे त्यो नाथिलाई, पोजिटिभ नहुनुहुन्छ अब हेन्दा। यस्तो भनेको माकुर मेहनत गरेको चिज हो, हिँड्दै जानु पऱ्यो भने एउटा भयो भने छोड्नु हुँदैन। यहाँ तलबाट झर्नु पऱ्यो, यहाँ अलिकति सानो रहेछ कि पर्कल। उयो तेरिका झन्डै मऱ्यो नि। यति रहेछ होइन तल बाटोमा चाहिँ। अनि यो चाहिँ मैले टिपेर ल्याइसक्यो है। डोको बुन्ने निगालो चोयाले ज्यानै खायो त्यो। मलाई चाहिँ एउटा गीत भन्दा नआउने हो कि यो गीत चाहिँ मेरो दिमागमा बसेको हो कि के हो यस्तो? गाइज, what do you mean guys? Hey guys. अब चाहिँ चट्ट लगाएर होइन, अब एक दिनको लागि हुन्छ होइन यो घाँस चाहिँ। अब टेन्सनै हुँदैन एक दिनसम्म चाहिँ। फेरि भोलि अब के हुन्छ कि फेरि यो घाँस चाहिँ अब यसमा लास्टै मह छ क्या, त्यसैले बाख्राले खानै खोज्दैन रहेछ। म पो खाइदिएँ त्यो म्याक्री खानाको सट्टामा। लास्ट गरौँ भएछ त। अझै अलिकति घाँस पनि काटेर ल्याइदिनु पऱ्यो मिसाउनुको लागि। होइन हेर्नु सक्नुहुन्छ मेरो डोको आधी भइसकेको छ होइन। अब कसरी निकाल्ने त उयो के भन्छ हाँसिया चाहिँ? यहाँ छ त ढुँड, यसलाई चाहिँ ढुँड भन्छ होइन। यो चाहिँ मकैको त्यो के भन्छ, मकैको त्यो के अरे नाम पनि बिर्सिन्छ हौ। मकैको त्यो हो क्या यो, के हो मकैको त्यो थाहा छैन मलाई मकैको के हो यो। झन्डै गयो। अब म चाहिँ यहीँबाट पारिपट्टि जान्छु होइन, पारिपट्टि नै बाटो छ। अनि मैले चाहिँ घाँस चाहिँ भइसक्यो होइन, एक डोको भइसक्यो घाँस चाहिँ ठिकै भएछ एक डोको। अनि यो चाहिँ हाँसिया। अनि अब चाहिँ घरतिर लागौँ होइन। अनि आजको काम चाहिँ यति हो। अनि अहिले छाउ दिइसकेछ, अब बाख्राले घाँस हालिदिने होइन। अनि मम्मीले छाउ दिइसकेछ आकिनै। अनि अब गोरु नि छ दुइटा। अनि त्यो चाहिँ खासै मैले हेर्दैन कि, गोरु पवाले हेर्छ, गोरु चाहिँ अनि घाँस पवाले काट्छ क्या। अनि मैले चाहिँ बाख्रा र कुखुरा हेर्ने मेरो काम भन्दा नि कुखुरा चाहिँ म आफैको हो होइन। अनि जोस् अब बाख्रा चाहिँ
अब यस्तो भनेको छ क्या हामीले चाहिँ अनि यो चाहिँ ख्याल हो कि झुटो के अरे साँच्ची हो त्यो चाहिँ थाहा छैन पपाले के अनि गोरु चाहिँ मेरो अनि बाख्रा चाहिँ मम्मीको कुखुरा चाहिँ कान्छाको है त भनेर भन्छ क्या म चाहिँ घरको कान्छा छोरा होइन अनि मेरो घरमा चाहिँ अब घरमा मतलब अब दाजुभाइ चाहिँ कति छ भने चाहिँ 2टा दाइ छ अनि 3टा दिदी छ क्या अनि मेरो बाउले चाहिँ 2टा बिहे गरेको क्या कान्छीपट्टि चाहिँ हामी हो अनि जेठीपट्टि चाहिँ माथि दाइ छ एउटा अनि 2टा दिदी छ क्या जेठीपट्टिको चाहिँ अनि हामी चाहिँ कान्छीपट्टिको होइन अनि आज चाहिँ यति यहाँ उता हेर्नु नि नहुने भइरहेछ क्या अलिकति त्यो पनि लिएर जाउँ कि यहाँ फेरि पहिरो गएछ फेरि यस्तो के भन्छ असिलोको क्या असिलोको बुट्टा पनि तोर्ले खान्छ क्या उयो नि अलिकति काटेर लिएर जानु पऱ्यो यो पनि लिएर जानु पऱ्यो असिलोको बुट्टा नि बाख्राले खान्छ क्या उयो देख्नु सक्नुहुन्छ हावा लड्नु परेको होइन यसलाई अब घाँस छैन अब के गर्नु त अलिअलि काट्नु परिहाल्यो अनि यो काटौँ एउटा हेत्तेरीको कुँडो के विधि हो त फेरि यो चाहिँ चुत्रोको होइन अनि यो चाहिँ असिलोको यो चाहिँ तोर्ले खान्छ क्या जाडोमा सिँगान कति आएको हो छ्या म त हैरान भइसक्यो सिँगान पुस्ता पुस्ता हेत्तेरीका ए हातमा केही पनि छैन क्या त्यसैले यो काँडा काट्न अलिक गाह्रो भइरहेछ होइन अनि एउटा काटेँ अनि अब 2टा होइन 3टा अनि त्यसपछि यसलाई तान्नु पर्यो झन्डै लड्यो ला कस्तो माकुरी ला
ल मैले चाहिँ यति काटेँ होइन यहाँ चाहिँ अनि अब चाहिँ यो चाहिँ काँडा घाँस हो क्या अनि यो चाहिँ अलिकति गाह्रो छ क्या काट्नुलाई घोच्ने हत्तेरिका सिँगान पनि कति आयो त यो चाहिँ कसरी हालौँ त पन्जा सन्जा केही ल्याएन मैले त अब यसलाई नि मिलाएर हाल्नु पऱ्यो नि त हत्तेरिका सेल्फी स्टिकले बोकौँ कि हो यो त भन्दाखेरि नि हाँस्याले मिलाउँ न एकचोटि यस्तो गरेर दादा चप्पलले गर्दाखेरि मैले काँडामै खुट्टा टेक्दिएँ हौ गाइजहरू यसलाई चाहिँ मास्टर मुसुर गरेर चाहिँ धेरै जानु पऱ्यो होइन जानुपर्ने हुन्छ हत्तेरिका दुःख पायो त यो तल जा तल लगा त अनि यो भर पनि यसलाई यसको यो जडा चाहिँ मैले भित्र हालिदिएँ होइन अनि अब चाहिँ यो चाहिँ यस्तो गरेर हाँसे चाहिँ राखौँ अनि त्यसपछि चाहिँ लिएर जानु पर्ला त काँडाले खोज्छ यो टाउकोभरि काँडा आयो गाइज अनि अब चाहिँ घर गएर चाहिँ चट्टा ल्याएर बाख्रालाई घाँस हाल्छु होइन अनि त्यसपछि चाहिँ अब तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनु होला होइन गाउँको जिन्दगी यस्तै छ अनि कस्तो लाग्यो भनिदिनु होला राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला साथै अनि केही भन्नु पर्यो भने होइन कि भन्नु छ भने चाहिँ कमेन्ट हानिदिनु होला है त गाइज धन्यवाद अर्को भिडियोमा मिलौँ है ए दुःख पाएँ काँडाले घोज्यो टाउकोमा